सूचना पाउने हक हुनु भनेको सरकारलाई दिने कर्तव्य हो, दायित्व हो। राज्यले त्यो उपलब्ध गराउनुपर्छ। खालि हामीले एउटा प्रतिबद्धतात्मक वाक्यांश राख्यौँ, एउटा प्रोभाइजो राखेर, तर अघि नै सचिवजीले भन्नुभएको जस्तो मानिसको जीव, तथ्याङ्क, आवास, पत्राचार लगायतका के गोपनीयताहरू रहन्छन् है भन्यो। फेरि त्यहाँ प्रतिबद्धतात्मक वाक्यांश पनि छ। प्रत्येक अधिकार सीमा रहित हुँदैन। प्रत्येक अधिकारका सीमा हुन्छन्, यसका पनि सीमा छन्। त्यो सूचनाको हक किन आवश्यक पर्यो त भन्दा सूचनाको हक पारदर्शिताका लागि आवश्यक छ। सूचनाको हकले पारदर्शिता स्थापित गर्छ, ट्रान्सपेरेन्सी इस्टाब्लिस गर्छ र पारदर्शिता सुनिश्चित भएपछि त्यसले सुशासनको सुनिश्चितता गर्छ। यदि पारदर्शिता छैन भने सुशासन हुँदैन। पारदर्शिताका लागि सूचनाको हक चाहियो। त्यसकारण यो पारदर्शिता कायम गर्नका लागि र पारदर्शिताका मार्फत सुशासन कायम गर्नका लागि सूचनाको हक आवश्यक छ। संविधानले, कानुनले एउटा व्यवस्था गरेको छ भने त्यो व्यवस्था मात्रै अन्तिम होइन है, अरू पनि व्यवस्थाहरू छन् भन्ने कुरामा पनि जान जरुरी छ। किनभने सूचनाको हक भन्ने बित्तिकै जे सूचना मागे त्यही दिनुपर्छ भन्ने छैन। कतिपय सूचनाहरू गोपनीयतासँग जोडिएका हुन्छन्, ती सूचना दिन जरुरी छैन। मुलुकको शान्ति सुरक्षासँग जोडिएका हुन्छन्, मुलुकको प्रतिरक्षासँग जोडिएका हुन्छन्, वैदेशिक सम्बन्धसँग जोडिएका हुन्छन्, कूटनीतिक सम्बन्धहरूसँग जोडिएका हुन्छन्। अब ती सूचनाहरू पारदर्शिताका नाममा, सुशासनका नाममा सारा सूचना चाहिँ त छाड्ने हो भने त्यसले पनि मुलुकलाई स्थितिमा बसाउँदैन, अराजकतामा लैजान्छ। त्यसो भएको हुनाले संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी हुन्छ भन्ने पनि म आग्रह गर्न चाहन्छु। अहिलेको संविधानमा, नेपालको संविधानमा संवैधानिक उपचारको हकलाई पनि जोड्ने हो भने 31 वटा मौलिक हक छन्। यदि उपचार प्राप्त गर्ने हकलाई छोड्ने हो, मलाई लाग्छ 46 नम्बरमा होला, छोड्ने हो भने 35 वटा हक छन्, के अरे 30 वटा हक छन्, 30 वटा मौलिक हक छन्। मैले के भन्ने गरेको छु भने संसारका सबै उत्कृष्टतम संविधानका मौलिक हकको च्याप्टरलाई उठाउनुस्, कुनै पनि देशको मौलिक हक समावेश, कुनै पनि संविधानमा समावेश भएको मौलिक हक हामी कहाँ छ। तर यसको जुन भार छ, गुरुत्व छ, यसको जुन गुरुत्व छ त्यो राज्यले वहन गर्न सक्ने स्थिति छ कि छैन भनेर त्यो बेला हामीले छलफल गरेका थियौँ। मौलिक हक उल्लेख मात्रै गर्ने, मौलिक हक बमोजिम कार्यान्वयन हुन सकेन भने फेरि यो संविधानले के दिन सकेन है भन्ने ठाउँमा नपुगोस् भनेर दुईटा कोणबाट त्यहाँ कुरा भयो। एउटा जति गर्न सकिन्छ त्यति मौलिक हकमा राखौँ भन्ने एउटा कोण थियो। अर्को कोण के थियो भने होइन, मौलिक हक सबै लेखिहालौँ, त्यसलाई बिस्तार बिस्तार कुरा गर्दै जाउँला। त्यसकारण हामीले एउटा प्रोग्रेसिभ रिभ्यूको चाहिँ त कुरा गऱ्यौँ। जस्तो खास गरेर उसका बारेमा मौलिक हक भन्दा पनि राज्यका नीति निर्देशक सिद्धान्तहरूको बारेमा, नीति र निर्देशक सिद्धान्तका बारेमा हामीले के भन्यौँ भने आवधिक रूपले राज्यले नीति र निर्देशक सिद्धान्तहरूलाई पुरा गर्न सकेका छ कि छैन त्यसको मूल्याङ्कन गर्ने भन्यो।